हामी चाहिँ यता कुन ठाउँ पुगे थाहा भएन तर बाटो एकदम राम्रो थियो यता हाम्रो हजुरहरू माथि ढुङ्गा माथि चढिरहेछ अनि हामी चाहिँ अब यस्तो छ भ्यू चाहिँ एकदमै राम्रो जुम्ला यो जुम्ला हो अझै जुम्ला हो मानमा अनि अब त्यो माथि कुन हो हजुर त्यो एकदमै राम्रो भ्यू छ यो माथिको चाहिँ अनि हामी सबैजना यहाँ छ यो हाम्रो औ भयो यो चाहिँ हाम्रो वान एन्ड ओन्ली बहिनी अनि हाम्रो हजुरहरू चाहिँ माथि अनि हाम्रो यो बाइक चाहिँ अलिकति यसको यो अब घाइते भइरह्यो अनि हजुरहरू चाहिँ अब यहाँ चढ्नुको लागि यसरी चढिरहेको छ यो दुईटा अझै त यति आकाशमा चढे अझै पनि अब त गुडिया जस्तै हाम्रो सामानहरू भ्यू चाहिँ एकदमै दामी छ है एकदमै यो मुनि यस्तो यता माथि यस्तो तर बाटो चाहिँ राम्रो छ एकदमै तर कोही ठाउँमा अफरोड छ त अफरोड एकदमै डर लाग्छ किनभने यो बाटो सबै भिरको बाटो रहेछ नि त नि त्यही भएर अलिकति गाह्रो छ अनि अब चाहिँ हामी माथि गएर अझै पनि आज बेलुका चाहिँ हामी पुग्नेछौँ हामी आज हाम्रो 3rd डे हो आएको अस्ति हामी फर्स्ट डे आएर हामी के भालुवाङ भन्ने ठाउँमा बस्यो लुम्बिनी परेछ होला त्यहाँ बस्यो हिजो चाहिँ हामी यता तल के भन्यो त्यसमा दैलेख जिल्लाको चाहिँ के थियो ठाउँको नाम आज चाहिँ हामी माथि पुग्नेछौँ बेलुका रातिसम्म गयो पनि तारा लेक है फाइनली यो चाहिँ हाम्रो रुम कुन ठाउँ हो र अझै यो राम्रो छ है एकदम राम्रो रुमहरू यो चाहिँ यता हाम्रो टिभी छ है एकदम लोकल टिभी यो चाहिँ हाम्रो अर्को रुम टोटल हामीले 6 जनाले 3टा रुम लिएको 3टा रुममा 2 जना है एकदमै राम्रो ठाउँमा पुगे आज चाहिँ कहाँ हो हामी जुम्ला हो अनि जुम्लामा हो हामी अब यहाँबाट हामीले माथि नेपालको नक्सा मेतौलाई सम्झिरहेछ अरे है मैले पनि हो बाटो चाहिँ यस्तो छ यस्तो हाम्रो 2टा बाइक चाहिँ अगाडि जाँदैछ अनि हाम्रो यहाँ प्रो राइडर चाहिँ यहाँ दाइ पर्यो हो कि होइन लु यो माथि चाहिँ स्याट उफारेर देख्दै नदेख्ने भयो रोक्नु यो माथि चाहिँ हाम्रो त्यो नेपालको नक्सा एकदमै राम्रो नेपालको नक्सा अनि यता चाहिँ हाम्रो साथीहरू छ दाइहरू
हामी चाहिँ ड्रोन भएको चाहिँ राम्रो देख्ने उता पारिबाट चाहिँ राम्रो देख्ने रहेछ एकदमै तर एकदमै सही देखिरहेको छ हेर्नु है गाइजहरू हामीलाई चाहिँ बाटोमा यसरी माथि त भन्दा नि के भन्दा अब बच्चाहरूले बाटो छेकिरहेको छ छेकेन अहिले बाई बाई हामी चाहिँ यता होटेल सिन्जा अनि हाम्रो रुम चाहिँ एकदमै राम्रो एकदमै यता यस्तो यतिको माथि लेकमा अब लेकै भनौँ न यहाँ आएर यस्तो राम्रो होटेल है यति राम्रो बेडरुमहरू मिलाएको हुन्छ नि ऐनादेखि लिएर सबै यस्तो राम्रो छ यस्तो राम्रो चट्टालार ऐना यस्तो छ हामी चाहिँ यतातिर त्यही त हामी आधा बाटोतिर पुग्यो अब हामी कतिमा पुग्छ अझै हामी 1 घन्टा त्यसपछि चाहिँ हामी लेफ्ट राइट यहाँ चाहिँ हाम्रो सब्जी यतै पलाउँछ त्यो जडीबुटी तर हजुर सब्सक्राइबर धेर भयो भने पैसा कमाउँदा कसले युट्युबरले अनि हाम्रो चस्मा चाहिँ लिएर आएको यता चाहिँ हाम्रो बुलेट बाबा यता चाहिँ हाम्रो मलाई अफरोडिङ म भन्ने एनएस बाबा अनि उहाँ चाहिँ हाम्रो साउदी बाबा यो चाहिँ के हो ए त्यसको पातहरू सबै कुच्याउनुहुन्छ सुकाएर ए अँ अनि कलर पनि आएको यसको जरा चाहिँ हाम्रो खाने ठाउँ छ वाउ अर्ग्यानिक ल भयो भयो चाहिँ हामी यहाँ एकदमै अर्ग्यानिक खाना सबै अर्ग्यानिक है यहाँको चाहिँ फेरि कस्तो छ पप चाहिँ कस्तो छ माथि आयो यहाँ के हो जुम्ला है यसको माथि चाहिँ अनि यहाँ चाहिँ अब आर्मीहरू बसेको रहेछ है सैनिक इलाका रहेछ यो माथि चाहिँ हामी चाहिँ यहाँ यस्तो दामी भ्यू देखेर यहाँ रोकेको यस्तो राम्रो छ नि स्वर्ग हेर्ने स्वर्ग भनेपछि यहीँ आउनुपर्छ तर यो सजिलो छैन है यो ठाउँमा आउन चाहिँ एकदमै गाह्रो रहेछ हामीले एकदमै दुःख कष्ट गरेर आइपुग्यो आज चाहिँ हाम्रो चौथो दिन हो है हामी चाहिँ अब यहाँबाट हिँड्नुपर्ने हुन्छ हाम्रो बाइकहरू चाहिँ यहाँ पार्किङ छ यसपछि चाहिँ यहाँ चाहिँ बस पनि आउँदो रहेछ
ल ल चल चल अब हामी चाहिँ यहाँबाट सिधै बसमा गएको नि हुन्छ फर्किँदाखेरि चाहिँ अनि उता तल ल है हामी चाहिँ अब नियर टु रारा लेक अनि साँच्ची नै चाहिँ घोडामा आउनुपर्ने चाहिँ हामी चाहिँ हिँडेर आएको है लेफ्ट राइट किनभने हामी बन्सरसँग आइरहेको क्या बन्सरसँग आइरहेको अनि त्यहाँ चाहिँ रेसिङ अब ठ्याक्कै यो डाँडा पछाडि है अनि यहाँ चाहिँ यस्तो राम्रो रहेछ है ठाउँ चाहिँ नोरन ठ्याक्कै हेलो काठमाडौँ बाई बाई एकदमै ब्युटिफुल नेपाल ल है हामी चाहिँ यता लेक चाहिँ यस्तो छ एकदमै राम्रो छ सेम हाम्रो गाउँको लेक छ नि सेम यो सल्लाहहरू सबै छ है अनि मान्छे चाहिँ घोडामा चढेर आउने गर्दो रहेछ घोडाहरू पनि छ तर हामी चाहिँ हिँडेर आएको त्यो तल बाइक छोडेको ठाउँदेखि चाहिँ 45 मिनट हिँडेर आउनु पर्दछ अब हामी यहाँबाट पारी जान लागेको तर पारी जानको लागि चाहिँ के अरे बोट आएर रहेछ एउटा बोट यो बिचबाट एउटा बोट आएर रहेछ त्यो बोट आएन भने चाहिँ हामी पुरा माथि जङ्गलको छेउहरू पुरा पुग्नुपर्ने रहेछ त्यही भएर हामी त्यो बोटलाई कुरिरहेको छौँ किनभने हामी चाहिँ यो पारी उता देख्नुहुन्छ नि यो यहाँतिर बजार सानो आज हामी यतै बस्न लागेको होटेलमा किनभने हामी फेरि तल फर्केर जानलाई आज चाहिँ अब भोलि फेरि घुम्नु पऱ्यो नि त नि एकछिन यत्रो दुःख गरेर आएपछि यो यहाँ पुग्नलाई चाहिँ यो चाहिँ इट्स नट अ जोक जस्तै क्या अब रारा जान्छु भनेर त्यो शब्द चाहिँ सजिलो छ नि त नि बट आउँदै गरेपछि एकदम गाह्रो बाटो कस्तो कस्तो बाटोहरू भेट्ने तर हामी चाहिँ बाइकमा आयो त बाइकमा एकदमै गाह्रो भएको किनभने सिङ्गल सोलो राइड भएको भए चाहिँ सजिलो हुने रहेछ हामी चाहिँ डबल आएको हुनाले एकदमै गाह्रो भयो अनि एकदमै गाह्रो तर बस आयो भने बस पनि आउने रहेछ तर बसमा चाहिँ काठमाडौँबाट चाहिँ झनै 1 हप्ता जति ठ्याक्कै लाग्ने रहेछ यहाँतिरको मान्छेको कुरा अनुसार चाहिँ एकदमै आँखाले नभ्याउने छ उता अझ हामीले देख्न सकेको छैन यता उता कता हो कता अझ अहिले म चाहिँ अलिक टाढा छु अनि हामी चाहिँ आजको बास चाहिँ यतै हुन्छ अनि हामी यो माथि एउटा डाँडा छ नि यता यो डाँडामा चाहिँ जाने भनेको सक्यो भने किनभने त्यो डाँडाबाट चाहिँ हाम्रो नेपालको 8, 9, 10वटा जिल्ला देख्छ अरे एकैचोटि त्यही भएर अब यो ताल पनि रारा ताल पनि एकैचोटि देख्छ राम्रोसँग भनेर त्यहाँ पनि जान लाग्यो अब हामी सक्दैन
जुत्ताहरू चाहिँ यस्तो भएको छ किनभने त्यो लेकको साइडमा चाहिँ पुरा हिलो रहेछ किनभने अब पानी नजिकै छ नि त्यही भएर हिलो रहेछ एकदमै अनि हामी चाहिँ हिँडिरहेको यहाँबाट अब हामी त्यो पारी त्यो बोटलाई बोटमा हामी चढ्नु पाउँछ पाउँदैन थाहा भएन तर अर्को बोटहरूसँग पारी होला तर अहिले चाहिँ हावा पनि लागिरहेछ हावा लागेर यो पानीहरू पनि पुरा हल्लिरहेछ क्या त्यही भएर घुम्न आउने मान्छेहरू यति धेरै आउँदो रहेछन् आउन चाहिँ यति गाह्रो छ कि यति गाह्रो छ पछि तपाईँहरू पनि आउनुहुन्छ भने आफ्नो गाडी रिजर्भ गरेर अथवा बसमा आउँदा चाहिँ एकदमै सजिलो हुन्छ कम्फोर्टेबल हुन्छ अब कम्फोर्टेबल त त्यस्तै हो साह्रै कम्फोर्टेबल त होइन किनभने यति धेरै दिन लाग्छ हामी त आजसँग 4 दिन भयो हिजो नै हामी यहाँ पुग्ने तर नभेटेर अनि हामी चाहिँ नपुगेर नसकेर नआएको अनि दाइहरू चाहिँ यसो गरेर गइराख्नु भएको छ त्यो बोट त्यहाँ पुगिरहेछ यस्तो छ है पुरै भ्यू चाहिँ कस्तो लाग्छ अब चाहिँ त्यसपछि चाहिँ यता चाहिँ अब उताको बोर्डहरू पुगेपछि हामी यसमा चढेर जाने ब्युटिफुल त्यसमा राउन्ड हान्दिउँ न यहाँ चाहिँ मन्दिर रहेछ एउटा लेकको छेउमा सडक सरेर शिवजीको पुरै डोरी नै तान त्यो बिचमा सबै बच्छ माथि छ त डोरी तेर्सो डोरी क्या हो त्यो तान सबै बच्छ यहाँबाट निस्केर आउन एकछिनै भयो निचे यहाँ माथि फोटो त्यो टुबी ब्यागमा हाल्नुपर्छ
रुम भिजिट उता लैजा भइसक्यो भिडियो यस्तो राम्रो छ नि रुमहरू है यति टाढा पनि रुमहरू यस्तो भएपछि म छक्क परेँ किनभने हामीलाई थाहा छ नि बाटो कस्तो छ टोइलेट हेरेर यस्तो राम्रो एकदमै क्लिन छ है सफा अनि यहाँ चाहिँ कहाँबाट लामा दाइहरू पनि आउनु रहेछ चिन्तन गर्दैछ जाडो भएर आगो ताप्न लाग्यो यता चाहिँ किचन रहेछ त्यसपछि अब यता चाहिँ हाम्रो चट्टल्ला आगो ताप्ने आगो पनि पुगिसक्यो एकदम राम्रो छ बोट चढेर पानी जानु लाग्यो अनि एक ग्रुप चाहिँ गइरहेछ नेपाली नागरिक 500 मात्र रे प्रति व्यक्ति सार्क अन्य राष्ट्रिय नागरिकले जाने आउनेलाई डबल आउने डुङ्गा स्टेसन नेपाली नागरिक दादामा कतिको एक्साइटेड छु यता चाहिँ के खतरा बसेछ नि यता बसेछ देखिरहेको मैले गरिहाल्छु नि बहिनीले यो थाहा छ यो लेक छ नि सबैभन्दा ठुलो है नेपालको त्यो भन्नु पर्यो नि खोइ अनि हाम्रो यो एकदम युट्युबर हो पेम्नोमा भन्ने चाहिँ हाम्रो फ्यामिलीमा सबैभन्दा खतरा युट्युबर हो उसले चाहिँ जस भिडियो हालिरहन्छ ऊ सिङ्गर पनि हो सिङ्गर बास्केटबल प्लेयर फुटबल प्लेयर अनि मैले हाल्नुपर्ने आयो खोइ ल अब चाहिँ बहिनीहरूले नि बोटिङ गर्दैछ यहाँ गर्ने दाडोमाले अलि बल गरेछ यता फर्किन्छ के यो अन्त छ्याउलाई देऊ त दाडोमा छ्याउलाई अलि बल गरे यता फर्कै फर्किहाल्छ के होइन उस छ्याउको हामी चाहिँ यहाँ 3 जना चाहिँ बसमा जानु भने बस कुरिरहेको बस आउँदैन आएर